ढोरपाटनबाट थोरै अब के भन्छ बुकीपाटन हामी बुकीपाटनतर्फ लागिरहेछौँ साथीहरू सबैजना व्यस्त छौँ र हामीले चाहिँ अलिकति यसलाई यो आउटिङलाई चाहिँ अलि रमाइलो गराउनु भनेर प्राइमेरी फुडिङको लागि आफ्नै सिलिन्डर बोकेर आएको थियौँ नवलपरासी काउसिटबाटै अहिले चाहिँ हामी कफी विश्राम लिँदैछौँ सो आई गेस इट वाज रियली ग्रेट आइडिया टु गेट अ सिलिन्डर अलङ विथ आवर स्लिपिङ माइन्ड थ्याङ्क यू सो मच Paling sa ilay alam na. Hindi ba sa ni? Eka, pwede mo. साथीहरु हामी चाहिँ कफी टाइम स्पेशल थ्याङ्क्स गोज टु Manoj Keshi. We're working so hard. So pretty ma'am. Thank you. Thank you, Manoj. Video, eh? Okay, so the finish was got video, eh? Okay, so the finish was got. Thank you, Manoj. Thank you so much for your hard work. This is really a big experience to be a part of family coffee. Whatever they like coffee, this is really big experience. Great experience. Let's cheers, guys. Let's cheers. No. Cheers! Big time, big coffee time. ल साथीहरु नमस्ते यो एकदमै अर्गानिक हामीले आमाले एकदम मायाले हाम्रो के ठाउँ हो ढोरपाटनमा हामीले आमाले आफ्नै घरको भैँसीको दुधको मही एकदम अर्गानिक छ साह्रै मिठो छ छुर्पीको जस्तो स्वाद छ दूर जस्तै छ दूध जस्तो हामी आमालाई धेरै धेरै धन्यवाद ओके सो जानु होइन Okay, so we're gonna try a new recipe today. Basically, since we are in a tour, since we are in an adventure, we have completely different recipe. So we'll be trying rice with noodles along with some kitchen spice materials like tomato, onion and so on. So it's gonna be completely different meal today. Okay, so Ayush, come close. तिमी के खाइरहेको छौ सुनाउ त सातु बोले त यसमा मकैको धुलो चिनी सबै मिक्स गरेर हाम्रो एनर्जी पाउडर सो यो सातु हामीलाई चाहिँ सहयोग गर्नु नै हाम्रो गैँडाको राजाजीलाई धेरै धेरै धन्यवाद सरी शर्माजीलाई धेरै धेरै धन्यवाद यस्तो यस्तो कुरा गरी फेरि शर्माजीले हो सो ओभरअल ट्रिपमा यो सातु चाहिँ हामी यहाँ डाँडा बसेर खाएर हामीले हाम्रो दिदीलाई सम्झाएको छौँ आउनु अगाडि आउनु
हेलो हेलो त्यसरी हामी हाम्रो गन्तव्यको एकदम नजिक छौँ। मौसमले एकदम च्यालेन्ज गर्यो, उचाइले त महा च्यालेन्ज गर्यो, तर मन मस्तिष्कमा बसेको ठाउँ कहाँ त्यसै छोडिन्छ होइन। लेट्स गो। देखो ना गाय, देखो ना क्या है ये गाइस, देखो। सो गाइज लुक, हामी बुक्का के अरे कहाँ गयो बुकीपाटन आइपुग्यौँ होइन। अनि हामीलाई चाहिँ यसरी टेन्टमा हाम्रो यो हामी टेन्टभित्र बसिरहेको छौँ र भेरी इन्ट्रेस्टिङ थिङ, हामी जहाँ सुत्न भनेर चाहिँ हामीलाई बिस्तारै लगाइएको थियो, यस्तो चिजले हामीलाई वेलकम गर्यो। अब भन्नु सुताइ कस्तो भयो होला होइन। सो रियली ग्रेट एक्सपिरियन्स। सो साथीहरू, फाइनली हामी चाहिँ बुकीपाटन आइपुग्यौँ होइन। तर बुकीपाटनमा आइपुग्दाखेरि अब हुनसक्छ धेरै टाढाबाट आयो भने प्रकृतिले हामीलाई स्वागत गरेर हुनसक्छ। मजाको पानी पऱ्यो। हाम्रा योद्धाहरू, हाम्रो दिपेश भाइ, हाम्रो केसी बहिनी, हाम्रो आयुष के अरे अंशु, शिरबाज के अरे बडा महारानी अनि गृहमन्त्री सबैको सकुशल रूपमा हामी सबै आयौँ। चिया फ्रीमा दिनुहुन्छ पैसा लिनुहुन्छ? फ्रीमा दिनु पैसा लिनु खान्न। सो हामी आइपुग्यौँ। अझ हामी यसरी टेन्टमा बसिरहेको छौँ। बस्दा एकदम रमाइलो छ। बाहिर मजाको पानी पऱ्यो। सो बाहिर पानी पनि देखाउँछु म तपाईँलाई है एकचोटि। अनि ल हेर्नुहोस्, बाहिरबाट चाहिँ कहीँ केही आँखापुट्टिकै केही देखिने स्थिति छैन। र हामी बसेको टेन्ट चाहिँ यस्तो, हामी चाहिँ यो टेन्टमा बस्यौँ यसरी। टेन्टहरू यो चाहिँ हाम्रो यहाँको होस्टको अर्गनाइजरको मेन किचन भनौँ न, मेन रेस्टुरेन्ट यो। र हामीलाई एउटा यो टेन्ट दिएको छ र अर्को चाहिँ टेन्ट चाहिँ हामीलाई यताको दिएको छ। र अर्को माइट साउन्ड इन्ट्रेस्टिङ, हाम्रो यहाँको अस्थायी टोइलेट है, जथासम्म हामीले युज गर्ने क्याम्प टोइलेट। सो हामीलाई सर्भ गर्ने भाइ एकदमै राम्रो छ, भाइ भेरी स्माइली छ है। हामीलाई चियाको सुविधा। सो हामीलाई यहाँ चाहिँ पर पर्सन 2000मा हामीलाई वान नाइट स्टे, हामीलाई फुडिङ, लजिङ र भोलि बिहानको ब्रेकफास्ट, यो चाहिँ 2000मा। सो साउन्ड्स फेयर होइन, ठिकै छ, त्यस्तो महँगो पनि छैन, राम्रो छ। बुकीपाटनमा अब सम्भवतः भोलि भागेर साथ दियो भने मौसम खुल्ने छ र हामीले बुकीपाटनका सुन्दर प्रकृतिमा रमाउँछौँ। यसरी यसरी भुइँमा यसरी फुलहरू, यसरी लटरम्म फुलहरू। र यात्रामा कठिन हुने साथीहरू चाहिँ यसरी घोडामा पनि आउनुहुन्छ। हामी पनि माथि लगभग 2-3 यात्रा गरिसकेपछि हामीलाई अलिकति गाह्रो भयो अनि हामी पनि घोडामा आयौँ। यसरी छ, तपाईँहरू घोडामा ल्याउन सक्नुहुन्छ। यो तलको यो यस्तो लाग्छ कि आकाशभन्दा पनि माथि छु जस्तो लाग्छ। हेर्नुहोस् प्रकृतिका फुलहरू लटरम्म, लाग्दैन कि प्रकृतिले एक किसिमको बास गरेको छ यो ठाउँमा। सुन्दर छ। तपाईँहरू पनि बुकीपाटन आउने योजनामा हुनुहुन्छ भने है, ल हेर्नुहोस् यो तलको फाँटहरू, यो खासै देखाएको छैन, सायद भोलि चाहिँ देखिन्छ। हामी भोलि मजाले हेर्नेछौँ, हेर्नेछौँ। यसरी टेन्ट क्याम्पिङमा यसरी बसिँदो रहेछ साथीहरू है त, एकदमै रमाइलो छ। जस्तै अब कुरा अब सुरु गर्न आउँदैन, अब के गर्नु भन्ने भन्छु नि, म त बाटो एउटा गर्छु नि, अब के भन्ने त होइन।
So कस्तो छ चाउ त्यो बाटो एउटा गर्छु नि अब के भन्ने त होइन So कस्तो छ चाउ चाउ यसरी सुरु गर्छु एकैचोटि मिठो 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 हेलो गाइस गम्पाई देखो ना गाइस देखो देखो पार्टी ल म भन्दैछु देखो ना देखो ये ये हमने क्या है हम कहाँ आ गए म हैं भनिदिन्छु अनि सर देखाऊ कि सो साथीहरू हामी बिहानको झन्डै 9 बजे 9 बजीतिर हिँडेको होइन हामीलाई चाहिँ के व्याख्या गरिएको थियो अरे तपाईँहरू अरूलाई भयो 4 तपाईँहरूलाई 5 घन्टा जति लाग्ला भन्नु भनेको थियो 9 बजे हिँडेको मान्छे हामी चाहिँ 5 बजे जस्तो 5 बजे जस्तो 9 10 11 12 1 2 3 4 5 घन्टा 8 घन्टा लाग्यो सो 8 घन्टासम्म हाम्रो योद्धाहरू बाटोमा लड्दै पर्दै आइसकेपछि हाम्रो यहाँको यो होस्ट भनौँ न किचन होस्ट यो टेन्ट होस्ट उहाँले चाहिँ हामीलाई के खानुहुन्छ भने सोध्नुभयो अनि एकदम इजिली एभाइलेबल द मोस्ट अवेटेड चाउचाउ अन्डा सबैले चाउचाउ अन्डा खानुभयो अझै हामीलाई सबभन्दा खुसी त के लाग्यो भने त मासु नखाने सिमरनले पनि आजबाट चाहिँ चाउचाउ अन्डा खान सुरु गर्नुभयो सो सिज इन्जोइङ चाउचाउ अन्डा अगेन सो चाउचाउ अन्डा होइन प्लेन चाउचाउ मात्रै सो गाइस कस्तो छ चाउचाउ अन्डा मिठो केसी हाम्रो यसमा हामी चिया इन्जोय हेर्दैछौँ अझै धेरै राम्रो छ अनि अर्को कुरा यहाँ चाहिँ आउने बित्तिकै हामीलाई तातो पानीले हस्पिटालिटी सर्भ भयो अनि चिया पनि त्यही हाम्रो मैले अघि सुनाए जस्तै 20,000 को कम्बो प्याकमा नै चिया तातो पानी होइन सर्भ गर्नुभयो होइन त्यसपछि चिया पनि एकदमै मिठो है मिन्टको एकदमै वाउ नै एकदम राम्रो छ यहाँको अर्ग्यानिक टाइपको मिन्ट राखेर बनाउनु भएको एकदम फाइन छ सो आयुष अब अर्ली मर्निङ 9 बजीबाट हिँड्ने होइन हजुर सो हाउ एक्साइटेड वेयर यु दिस मर्निङ एन्ड डिड युर एक्साइटमेन्ट गट जस्टिफिकेसन थ्रु आउट द जर्नी म त धेरै एक्साइटेड थिएँ होइन थ्रु आउट द जर्नी मजाले हिँडियो खुट्टा तन्काई 10 मिनटको ब्रेक लिँदै हरेक 10 मिनटको के भन्छ त्यसलाई स्टेप पछि रमाइलो छ सो एक्ज्याक्टली हामीले आयुषलाई चाहिँ एकदमै धेरै अनर गर्नुपर्छ हि इज नट ओन्ली अ मेम्बर इनफ्याक्ट हि इज भेरी केयर टेकर एज वेल सबैको टेक केयर गर्यो सबैलाई मोटिभेट गरिरहेको थियो बाटोमा हिँड्न नसक्नेहरूलाई सबैको सामानहरू पनि बोकिदिइरहेको थियो अझै अरू त अरू आफूलाई लिएर आएको रेनकोट मलाई लगाउँथ्यो सो भेरी सेक्रिफाइङ पर्सनालिटी एज वेल थोरै अब केसीको सो मिस्टर केसी त्यो तन्के मनोज केसी मैले मायाले केसी कान्छी भन्छु केसी पनि एकदमै फुल पार्टिसिपेटेड थ्रु आउट द जर्नी ट्रिपमा एकदमै सपोर्ट गर्यो स्पेसली उसले चाहिँ 2 लिटरको 2टा अनि 1 लिटरको एउटा 5 लिटरको पानी बोक्यो आफ्नो अरू गुड्सहरू त थियो नै भेरी अमेजिङ सो केसी थोरै आफ्नो जर्नी अब धेरै लामो भयो अब दुःख सुख गरी गाह्रो मानी बिस्तारै बिस्तारै आइयो जसो त्यसो गरेर सो केसीलाई आजको जर्नीको मोस्ट एकदमै ब्युटिफुल पार्ट चाहिँ के लाग्यो के पार्ट ब्युटिफुल पार्ट के एकदमै राम्रो पार्ट यही सिन हो अब यहाँ यस्तो राम्रो हेर्न पाइयो सिनहरू हाम्रो पानी पर्यो केस चाहिँ एकदम स्ट्रेट फरवर्ड छ अब मलाई एक्सपेक्टेसन चाहिँ के थियो भन्दा टिमसँग यसरी हिँड्न पाइयो सिनियर सरहरूसँग टाइम स्पेन्ड गर्नु पाइयो भन्छ होला भनेको थिएँ लास्टमा आएर त्यो हेर्दै नहेरेको बाहिरको राम्रो सो म केसीलाई फेरि एकचोटि क्वेसन रिपिट गर्छु सो मिस्टर केसी वाट डिड यु इन्जोय मोस्ट थ्रु आउट द जर्नी टुडे आफ्नो टिमसँग आउँदा obviously क्या हाँस्न तपाईँको तालिने आउँछ Casey, carry on. So obviously, what सुरु गरौँ एकजनासँग क्वेसन मेरो मुटु अलिक शान्त भएन क्या ठिक छ अहिलेलाई त्यो पज गरेर अब अर्को पार्ट होइन सो हाम्रो सो वान अफ द मोस्ट इम्पोर्टेन्ट मेम्बर नट ओन्ली द्याट इभन आई लाइक टु से
the choreographer of the entire plan. So I'd like to request to have to deliver some words from Angshu Miss. कस्तो भयो ट्रिप? राम्रो भयो लड्दै पढ्दै भयो दाइ धन्यवाद दाइ टाइम माथि कस्तो भयो ट्रिप? भने Short and sweet. Okay, so the focus, reorienting. So definitely Angshu Miss, she really worked hard for this entire trip. I guess it took like around 2 weeks for us to bring the reality to bring the plan into reality. ट्रिपमा जाने कुरा यो अलि आइरहेको थियो, मैले चाहिँ सबै अंशु मिसलाई जिम्मा दिएको थिएँ अनि अंशु मिसले प्लान गर्नुभयो. अंशु मिसको प्लानिङ very very fabulous, very inspiring plan. अनि त्यसपछि अंशु मिसको जस्तै हाम्रो सिमरन मिसको पनि very big contribution. Simran Miss also worked so hard to bring this plan into reality. So I would like to request our Simran Miss for some words. रमाइलो भयो लड्दै पढ्दै हामी आइपुग्यौँ अनि यहाँ माथि आइपुगेपछि पनि अब भ्यूहरू अब भोलि चाहिँ हेर्छौँ त्यसको लागि चाहिँ अब हामी सबैजना एकदम एक्साइटेड छौँ कस्तो हुन्छ अनि हाम्रो चाहिँ यो फर्स्ट टाइम चाहिँ हाम्रो टिमसँग पहिलो ट्रिप हो भनौँ न एकदम लामोवाला त्यस्तो हो त्यही भएर ल So Simran Miss लाई पनि same question. So Simran Miss लाई पनि same question. आजको ट्रिपको मोस्ट ब्युटिफुल पार्ट आफूलाई एकदमै इन्स्पायरिङ लागेको पार्ट चाहिँ के नि? मलाई चाहिँ एकदम इन्स्पाइरिङ लागेको पार्ट भनेको चाहिँ अब हामी सबैजना टिमसँग आयौँ होइन अनि त्यसमा पनि अब म हिँड्न नसक्दा या हाम्रो टिम मेम्बरको हिँड्न नसक्दा एकअर्कालाई हामीले हेल्प गर्दै हिँड्न सक्यौँ नि त अनि त्यो चाहिँ एकदम राम्रो ब्युटिफुल पार्ट चाहिँ लाग्यो. एक्ज्याक्टली निश्चय पनि टिम कोअपरेसन टिम एडजस्टमेन्ट नै हाम्रो यो ट्राभलको ट्रिपको ब्युटिफुल पार्ट थियो र यसमा पनि हाम्रो दिपेश भाइले दिएको कोअर्डिनेसन त लाजवाब आफ्नै थियो. सो के शब्द दिपेश भाइबाट? धेरै रमाइलो भयो मेरो जिन्दगीको पहिलो ट्रिप एपिसोड पनि पर्सनल पनि आइयो हाँस्दै हाँस्दै बाटोमा. She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. She hums a tune I've never heard in languages I can't speak. She writes down cities on her wrist and dreams she'll never keep. I sip my coffee, miss my cue, still anchored by my fear. But time rolls on like open roads, and soon she won't be here. Oh, traveler, you carry the sun in your stride, leaving behind
to walk beside your wandering dance. Maybe next year in Madrid, or on some quiet mountain ridge, I'll see you turn and I'll be brave. But what if courage comes too late? Oh, traveler, the world is your open gate, and I just stood afraid of fate. If I don't take that step today, you'll vanish with the train, and I'll never see your smile again. मेरो भन्नु तिमी मात्रै, छैन कोही आफ्नो भन्नु।